अब लु भन्न त लु लु मलाई आउँदैन आज हामी चाहिँ सिसौली आएको छौँ घोङ्गी र सिमसाग खोज्नुको लागि। आज एक छाक्क लिएर जाने हो एक छाक्क लिएर जाने हो बनाएर मैले सबै थोड्टी अनि हाम्रो त तीनजना छौँ एक छाक्क। तिमी घोङ्गीमा त टिपेको म त सिमसाग अलिकति स्मेल आयो भने भयो। तिमीले त ठुल्ठुलो भेट्यो होला घोङ्गी पनि देखाउ त। आम्म कता कता यता धन्यवाद। भरेको कसो कति भेट्यो होइन कति कति भेट्यो भरे त्यहाँ सोध्नु पऱ्यो साथीहरूले फेरि कति भेट्यो भेनाले भन्दा हेर्छ नि भरे फाइनलमा हो भेना तर भेट्यो नि बिचरा त्यति खोज्न आउने मान्छेले। म त यहाँ त खोज्नु त राम्रो आउँछ कि तर अल्छी लाग्छ कि। ए लु भएन भेना त्यसो भए त आउँदैन खोज्नु कहाँदेखि आउँछ आउँछ यहाँ हो नि यस्तोमा पाउँछ यस्तो मुनि मुनि यस्तोमा बिचमा पाउने होइन यहाँ खोज्नु त होइन तर म नचाहेर हो क्या निरो गर्नु खोलामा चाहिँ भेट्छौ तर यस्तोमा हुन्छ नि माथि यस्तोमा नि खोजे म त अघि उहाँ पर धेरै त भेटिन कि खोजेर कि भेटेको खोज्दै थियो कि कति भेटा नदे नमानेको भेनाको उल्टो त भेट ठुल्ठुलो भेट्छ त आएको त्यति छ तर भेट्यो होला तेरो जति नै छौ अनि के बिरामी उसको आधी छ नि भने म त त्यो माथि बिनाको त फेरि ठुल्ठुलो मात्रै हुन्छ नि उसको त म त सानो सानो ठुलो म त भेटे थिएँ किसिले चौधौँ लेख्छ म त भोक लागिसकेको थियो नि त प्लास्टिक त यति छ पनि खासमा मैले त्यो जुत्ता चप्ली लाउनुलाई राखेको थिएँ लिएको थिएँ चप्ली अनि तिमीहरूले लुकाउनु लगाइहाल्यो त्यहाँनिर नयाँ सिस्टम आएछ नि त अहिले लुका भनेर के त्यो त न मैले त यहाँ चप्ली एउटामा हाल्नु पर्यो त्यही त पहिले बोकेर आउँथ्यो नि त अनि त्यही भएर मैले पनि के भन्छ यो प्लास्टिकमा हाल्यो अनि ब्यागमा बोक्नु पर्यो चप्ली भनेर सोचिरहेको थिएँ अनि मेरो झोला त परै पो छ त साँच्चै अलिअलि टिपेको भरे बिर्सेर यहाँ भन्दा छ यो त लगाइ म चाहिँ अहिले सिसौलीको शिरमा छु अन्त त्यसपछि मेरो ब्याकग्राउन्डमा चाहिँ बन्द भइरहेको के कराइरहेको थियो यहीँ कराउँदैछ यहाँ खोइ हातेको ए त्यस्तो पनि झाँदेको त खै मैले त याद छैन मलाई कसरी भएको छ हातेले यो अरे हातेको उता अघि थोरैदेखि यस्तो देखाउँ त धेरै छ हौ धेरै ठुल्ठुलो छ हौ गाई ठुलो खोजेको छ मैले खोजेको त मसिनो म त खास है त्यो दिन त चौचो अलिकति म पनि खानु थियो मलाई त सिमसाग चाहिएको हो सिमसाग पाइहालेँ भाइले नि खोजेको छ कहाँ तपाईँले देख्नुभयो त्यहाँबाट मैले पनि देखेँ त अघि कतादेखि यता मलाई यस्तो देखाउँछ उता घामको पर्छ नि त अब यो त हालिदिन्छ त्यसको त्यसो घुम देखाएको चिज भेटेँ यहाँ हेर्नुहोस् कस्तो देख्दा नि यो गेस गर्नु के हो यो भन्दा के हो कमेन्टमा लेखिदिनुहोस् तपाईँहरूलाई यो के जस्तो लाग्छ प्लिज कमेन्ट डाउन बिलो। यहाँ मान्छेहरू
माल्टाबाट भाग्दै भाग्दै पोर्चुगलको लागि आउनु हुँदैछ गाई जब हामी चाहिँ घोङ्गी सिमिसा खोजेर फर्किँदै गरेको अवस्था अनि क्या दामी सनराइज भइरहेको छ सनसेट हुनु लागिरहेको छ अहिले होइन पर आउँदैछ नि